पसिना पसिना भयो यार कमिनी के हालेको देखिछस् आम्दानी त अब श्रीमानले जोडे होला मलाई थाहा छैन 4वटा बच्चालाई क्याम्पस पढाउने र घरमा बुढाबुढी आफ्नो गाई भैँसी सबैको बिजुलीको बिल सब यसैबाट भएको छ। अहिले एउटा छोरी त काठमाडौँ छ डिग्री गर्दैछ त्यो सब केरा खेतीबाट धानको भन्दा केरा खेतीमा फाइदा छ वर्षमा 1 बिगामा 1.5 लाखसम्म फाइदा हुन्छ तु घाय गरी गए यहाँको अहिलेसम्म हामीले केरा खेती उत्पादन गर्ने कृषकहरूको लागि गरेको सहयोग भनेको केराको नर्सरी बनाउनमा हामीले सहयोग गर्यौँ अनि केराको तपाईको बिरुवामा प्रत्येक बिरुवामा 50% अनुदान दिने पनि गरेका थियौँ। अहिले पनि हामीले त्यो अनुदान दिने कार्यक्रम छ। 25 हेक्टरलाई आवश्यक पर्ने लगभग 60,000 केराको बोटमा चाहिँ अनुदान दिने कार्यक्रम छ र साथसाथै केरा सम्बन्धी हामीले बुकलेटहरू पनि प्रकाशन गरेर जानकारी दिने पनि गरेका छौँ र सीमित केही ठाउँहरूमा केरा खेती सम्बन्धी तालिम पनि दिएका छौँ र केरा उत्पादन गर्ने कृषकहरूलाई चाहिँ कृषि बिमा गर्न जरुरी छ भन्ने हिसाबमा कृषि बिमा गर्नको लागि पनि हामीले उहाँहरूलाई बिमा सम्बन्धी अभिमुखीकरण गर्ने कार्य पनि गरेका छौँ। हो देखिरहेदा कपडा लाले भन्दा अब तम्मु खाए सुनपुरमा करिब हाम्रो चाहिँ 18वटा उपायोजनाहरू सञ्चालनमा छन्। यो तेस्रो कल आह्वान अन्तर्गत पहिलो कलमा 2टा उपायोजना थिए जुन चाहिँ सिरियल सिडमा खाद्यान्न बिउमा थिए भने दोस्रो कल आह्वान अन्तर्गत 12वटा उपायोजनाहरूमध्ये 10वटाले सम्पन्न गरे र 2टा चाहिँ स्थगन गरे अथवा चाहिँ उनीहरूले आफ्नो निर्धारित समयमा आफूले जुन काम गर्ने भनेको थिए अथवा चाहिँ जुन क्रियाकलापहरू डिजाइन गरेका थिए त्यसलाई चाहिँ समयमा सम्पन्न गर्न सकेनन् र तेस्रो कल आह्वान अन्तर्गत अहिले हामीले चाहिँ विभिन्न क्षेत्रमा खास गरी खाद्यान्न बिउमा माछामा कुखुरा पालन व्यवसायका लागि डेरी सञ्चालनका लागि चाहिँ प्याकले तरकारी खेतीका लागि प्याकले अनुदान सहयोग गरिरहेछ र कञ्चनपुरको हकमा चाहिँ केरामा जुन चाहिँ तिलकेनीमा महिला कृषक समूहहरूले गरिरहेछ। बाल बच्चा यसैले पढाएका छौँ खाने गुजरा यसैमा छ सबै चिज यसैमा छ हाम्रो सरकारले अब भन्छन् कहाँबाट आउँछन् हामीले यस्तो दिन्छौँ उस्तो दिन्छौँ क्षति दिन्छौँ भन्छन् यस्तो दिन्छौँ भन्छन् यहाँ आएर बोट बिरुवामा मल दिन्छौँ यस्तो गर्छौँ उस्तो गर्छौँ भन्छन् नाम लेखेर लग्छन् साल आउँदो सालमा के पनि पाएन त्यस्तै ख्यास भइहाल्छ हामीले खाद मल के पनि पाउँदैन यसमा यसको बिमा गराऊ भन्छन् कहिले के गराऊ भन्छन् न पानीको व्यवस्था छ न यो मलको छ सिँचाइ हामीलाई के पनि छैन यस्तै छ।